नमस्कार साथीहरू, आज म तपाईँलाई सिकाउन जाँदैछु। हामीले हाम्रो घरमा नागरिकता बनाउँदाखेरि जो हामीले राष्ट्रिय परिचय पत्रको लागि फर्म भरिरहेका हुन्छौँ, त्यो फर्म यानि कि राष्ट्रिय परिचय पत्र हाम्रो बन्यो कि बनेन भनेर अनलाइन कसरी चेक गर्ने भन्ने कुराको तपाईँलाई जानकारी म दिन चाहन्छु। म धेरै कुरा गर्दिनँ, डाइरेक्ट स्क्रिन सेयर गर्न चाहन्छु। त्यहाँबाट तपाईँले आफ्नै घरबाट, आफ्नै मोबाइलबाट मजाले चेक गर्न चाहनुहुन्छ। भिडियो स्टार्ट गरौँ। अब यसको लागि त साथीहरू सुरुमा तपाईँले मेरो प्रोफाइलमा भएको यो www.himalaya.com.np डोमेनमा क्लिक गर्नुपर्ने हुन्छ, जुन मैले क्लिक गरिसकेँ। वेबसाइट खोल्दैछ किनभने मेरो नेट अलिक स्लो छ, यस कारणले गर्दा थोरै मेरो वेबसाइट लेट भइरहेको छ। हेर्दै जानुहोस्, वेबसाइट खोल्दैछ, केही छैन। त्यसरी तलपट्टि हेर्दै हुनुहुन्छ तपाईँले चेक एनआइडी कार्ड भन्ने यहाँ धेरै बक्सहरू छन्। न्युज एन्ड आर्टिकल हामीले जानुपर्ने हुन्छ चेक एनआइडी कार्डमा, जुन नागरिकताको चिन्ह देखिरहेको छ, एनआइडी कार्डको चिन्ह देखिरहेको छ। चेक एनआइडी कार्डमा जाने यसरी। त्यसपछि हाम्रो सरकारको अफिसियल वेबसाइट खुल्नेछ हाम्रो एनआइडी कार्डको, जुन चाहिँ मिनिस्ट्री अफ होम एफेयर्स, डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड सिभिल रजिस्ट्रेसन, सिंहदरबार काठमाडौँ भनेर। अब यसमा हामीले सुरुमा हाम्रो यो फुल नेम भनेको छ नेपालीमा, जसमा चाहिँ हामीले हाम्रो नागरिकतामा जुन नाम छ त्यो हाल्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ मजाले हाल्ने। मैले अहिले यहाँ हालिनँ किनभने मसँग अलरेडी छ। यो अहिले युट्युबको अल्गोरिदम अनुसार हामीले डिटेल भर्दाखेरि पछि हाम्रो भिडियोलाई रिमुभ गर्छ, किनभने त्यो भएको हुनाले मैले हालिनँ। त्यसपछि फुल नेम भनेको छ तलतिरपट्टि, त्यहाँ चाहिँ तपाईँले इङ्ग्लिस नेम हाल्नु होला, अदरवाइज नहाल्दा नि केही फरक पर्दैन। डेट अफ बर्थ भनेको छ, डेट अफ बर्थमा चाहिँ तपाईँको नागरिकतामा जुन डेट अफ बर्थ छ त्यही हाल्नु होला। तलतिरपट्टि सिटिजनसिप इस्यु डेट भन्ने छ, त्यसमा चाहिँ तपाईँले नागरिकताको पछाडिपट्टि जुन भागमा तल लास्टमा रहेको हुन्छ जारी मिति भन्ने, हाम्रो जिल्ला अधिकारीको जस्ट साइडपट्टि भएको हुन्छ, त्यसमा चाहिँ हाम्रो जारी मिति हाल्नु होला। त्यसपछि तलतिरपट्टि हाम्रो क्याप्चा छ, क्याप्चा हाल्नु होला, जुन क्याप्चा तलतिर दिएको छ UXWNEO, त्यो हालेर चाहिँ हामीले क्याप्चा फिल गरेर सर्च बटनमा क्लिक गर्दाखेरि तपाईँको यदि राष्ट्रिय परिचय पत्र बनेको छ भने तपाईँको राष्ट्रिय परिचय पत्र देखाउँछ, यदि बनेको छैन भने प्रोसेसिङ भनेर भन्ने छ,